एनआरएन सिटिजन भनेर नेपालको संविधान 2072 मा के लेखेको छ भने तपाईको राजनीतिक अधिकार कटौती गरेर आर्थिक सामाजिक र सांस्कृतिक अधिकार मात्रै पाउने भनेर नागरिकता पाउने व्यवस्था भएको छ। हेर्नुहोस् है, यही नेपालबाट गएकोहरू। अब हेर्नुहोस् है समस्या, वंशजको नागरिकता छ हामी, म आफै भनौँ ल, मसँग पर्मानेन्ट रेसिडेन्ट ग्रिन कार्ड छ अमेरिकाको होइन, मैले उहाँको नागरिकतै ल्याएको छैन। मैले एक्स्ट्रा अर्डिनरीबाट मेरो कलकारी क्षेत्रबाट त्यहाँको ग्रिन कार्ड पाएँ होइन। अब यहाँ मलाई के छ भने एनआरएनमा अब त्यो 2 वर्ष म त कहाँ 19 वर्ष त अमेरिकै भइसक्यो, त्योभन्दा अगाडि 5-6 वर्ष यता मिडल इस्टतिर पनि बस्यो होइन, कतारतिर। अनि त्यो गर्दाखेरि तपाईँको के भने मलाई त त्यहाँ राख्दाखेरि कस्तो, म वंशजको नागरिकता बोकेर गइरहेको छु। एनआरएनको बायोलोजीमा र नेपाल सरकारले चाहिँ नि अनुमोदन गरेर यहाँ नेपालको संविधान पनि राखिसकेको छ। अब मैले यो वंशजको नागरिकता अहिले यो एनआरएन नागरिकता लियो भने हेर्नुहोस्, मेरो वंशजको नागरिकता मैले गुमाउनु पर्ने छ। म किन लिने त्यो? यो त ध्यान दिनु पऱ्यो नि। ठिक छ, विदेशमा बसेको नेपालीहरूले जसले नागरिकता विदेशको ल्याएको छ नि, हो त्यसलाई चाहिँ ठिक छ, फेरि त्यो त्यसबाट अलिकति सहुलियत अथवा केही किसिमको त्यो तपाईँको चाहिँ नि ऊहरू छ। जस्तै नेपाल आउँदाखेरि त्यो 10 वर्षको लागि अस्ति भर्खरै भएको थियो, भिसा फी नलाग्ने अथवा थोरै केही लाग्ने अथवा यहाँको सम्पत्तिहरू त्यो सेभिङ गर्ने यताउता त्यो अर्कोहरू छ विदेशमा नागरिकता। तर अरू सबैले 16-80 लाख नेपालीलाई विदेशमा नागरिकताहरूले कति दियो? 10 लाखले पनि ल्याएन।